थियो। चिसो सिरेटो चल्न थालिसकेको थियो। सडकको एक कुनामा फाटक ढुङ्गामा लुगा लगाएको एउटा सानो बालक चिसोले काँप्दै बसिरहेको थियो। उसको पेट भोकले रित्तो थियो र आँखामा एउटा आश थियो। त्यही बेला एउटा चमकधमकपूर्ण महँगो गाडी त्यहाँबाट गुज्रियो। गाडीभित्र एक नाट्य व्यक्ति थिए। बालक र ती धनी मानिसका आँखा एक क्षणका लागि जुधे। तर गाडी रोकिएन, धुलो उडाउँदै अघि बढ्यो। बालकको पेट त खाली थियो नै, तर त्यो दृश्यले देखायो कि ती धनी मानिसको मन पनि मानवताको भावनाबाट रित्तो थियो। गाडी बिग्रियो। चारैतिर अन्ध्यारो थियो, सुनसान सडक र मनमा डर। धनी मानिस अलमलमा परे। ठिक त्यही बेला त्यही बालक बिस्तारै उनीतिर आयो। बालकले डराउनुको साटो निडर भएर भन्यो, काका, चिन्ता नगर्नुहोस्, मसँग तपाईलाई दिनको लागि पैसा त छैन, तर म तपाईलाई साथ दिन सक्छु। दुवै मिलेर गाडी धकेल्न थाले। बालकको सानो शरीर र धनी मानिसको बल मिलेर गाडी अघि बढ्यो। शरीरबाट पसिना बग्दै जाँदा धनी मानिसको मनभित्र लुकेको ठुलो अहङ्कार पनि बिस्तारै पखालिँदै गयो। गाडी स्टार्ट भयो। धनी मानिसका आँखा भरिए। उनले बालकको फोहोर तर पवित्र हात समातेर भावुक हुँदै भने, बाबु, आज मलाई मेरो धनले होइन, तिम्रो मानवताले साँच्चीकै धनी बनायो। त्यो रात त्यो सडकमा एउटा ठुलो परिवर्तन भयो। बालकले पेटभरि तातो खाना पायो भने ती धनी मानिसले जीवनमा पहिलो पटक मनको साँचो शान्ति महसुस गरे।